Can you imagine how big is our universe? 40,075 किलोमिटर सर्कम्फरेन्स र 12,735 किलोमिटर डायमिटर। म अहिले युनिभर्सको कुरा गरिरहेको छैन, म हाम्रो पृथ्वीको कुरा गरिरहेको छु, जसको सतहमा उभिएर हामी यसलाई चेप्टो देख्छौँ, किनभने पृथ्वी यति धेरै ठुलो छ कि यसको सतहमा उभिएर हामी यसको सम्पूर्ण भाग देख्न सक्ने परिकल्पना गर्न पनि सक्दैनौँ। यसको डायमिटर 12,735 किलोमिटर र सर्कम्फरेन्स 40,075 किलोमिटर छ, यानि कि पृथ्वी धेरै ठुलो छ। तर यही ठुलो देखिने पृथ्वी 30 ट्रिलियन यानि कि 300 खर्ब किलोमिटर डायमिटर भएको एक सौर्यमण्डलको एउटा सानो सदस्य मात्रै हो, जहाँ पृथ्वीभन्दा 109 गुणा ठुलो सूर्य छ। पृथ्वी जस्तै 7वटा अन्य ग्रहहरू छन्। 300 खर्ब किलोमिटर कति ठुलो छ हाम्रो सौर्यमण्डल। तर यो ठुलो सौर्यमण्डल पनि एक आकाशगंगा तारापुञ्जको एउटा सदस्य मात्रै हो। जहाँ सूर्य जस्तै अन्य 2 खर्ब ताराहरू रहेको अनुमान गरिन्छ, जसको डायमिटर 1 लाख प्रकाश वर्ष रहेको छ। 1 लाख प्रकाश वर्ष। यसलाई यसरी बुझ्न सकिन्छ, 1 सेकेन्डमा 3 लाख किलोमिटर हिँड्न सक्ने प्रकाश मिल्की वे ग्यालेक्सी यानि कि आकाशगंगा तारापुञ्जको एक छेउबाट अर्को छेउमा पुग्न 1 लाख वर्ष लगाउँछ। 1 लाख प्रकाश वर्ष डायमिटर रहेको मिल्की वे ग्यालेक्सी यानि कि आकाशगंगा तारापुञ्ज कति भयंकर ठुलो छ। तर आकाशगंगा तारापुञ्ज भन्दा पनि अझ भयंकर ठुलो र विशाल क्षेत्र हो ब्रह्माण्ड, जहाँ मिल्की वे ग्यालेक्सी जस्तै अरु 2 खर्ब ग्यालेक्सीहरू रहेको अनुमान गरिन्छ। अझ बिग ब्याङको सिद्धान्त र हब्बल्सको नियमलाई आधार मान्ने हो भने प्रकाशको गति भन्दा पनि तेज गतिमा ब्रह्माण्डको साइज फैलिरहेको छ, विस्तार भइरहेको छ। यसलाई यसरी बुझ्न सकिन्छ, प्रकाशको गति यानि कि 1 सेकेन्डमा 3 लाख किलोमिटर पर हिँड्न सक्ने स्पेसक्राफ्टमा बसेर तपाई हिँड्नु भयो भने पनि ब्रह्माण्डको एक छेउबाट अर्को छेउमा कहिल्यै पनि पुग्न सक्नुहुने छैन। यही विशाल क्षेत्र हो युनिभर्स यानि कि ब्रह्माण्ड। तर यति विशाल ब्रह्माण्डको जन्म कसरी भयो? बिग ब्याङको सिद्धान्त अनुसार एउटा हाइली डेन्स पार्टिकलको महाविस्फोटनबाट ब्रह्माण्डको जन्म भएको थियो। तर त्यो हाइली डेन्स पार्टिकल कहाँबाट आयो? के कुनै डिभाइन पावर यानि कि भगवानले ब्रह्माण्डको सिर्जना गरेका होलान्? द फाइनल वर्ड अफ स्टेफन हकिङ वाज देयर इज नो गॉड, यानि कि भगवान छैनन्। त्यसो भए ब्रह्माण्डको सुरुवात हुनुभन्दा पहिला के भएको थियो?